बालेन पार्क बनाउँदा हुन्छ। बालेन हाम्रो मान्छे हो, हामी नै हो। हुन त ग्लोबल यो विश्व ब्रह्माण्डै हाम्रो हो। हुँदै गर्दाखेरि भावनामाथि खेलबाड हुनु भएन भन्ने मात्र त्यति हो। त्यसरी एक्कासी आएर भत्काउँदाखेरि त मान्छे सोच्न पनि भ्याउँदैन नि। जीवनै ध्वस्त भयो। त्यो बनाउन दिनु गल्ती हो नि हिजोको दिनमा। जसरी यसरी सुकुम्बासीको नाममा बनेको संरचनाहरू भत्काउने खण्डमा यसरी विस्थापित गर्ने विषयमा चाहिँ एकदमै संवेदनशील हुनु पर्यो। गरेको त नराम्रो त छैन, तर भावनामा तरिका मिलाएर गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले राखेको हो। अब यसरी हेर्नु त त्यसरी भत्काएर ड्याम लाएर काम गर्नुपर्ने ठाउँहरू त अरू पनि छ त। अरू बनाउनु भत्काउनु भन्दा नि पहिले बनाउँदै गएर बिस्तारै यिनीहरूलाई विस्थापित गरेर होल्डिङ सेन्टरमा लाने, लगेर राख्ने, उनीहरूको लागि बनाएका भवनहरू प्रयोग गर्न लाउने, अनि बिस्तारै भत्काउन लाए त भइगयो नि। अहिलेको सरकारले अब यदि सक्छ गराउँछ भने गरोस्, होइन। अब यो तरिका चाहिँ ठिक भएन जस्तो लाग्छ मलाई। अलिक छिटो हतारो भयो सरकार बनेको 1 महिना नहुँदै बालेन यो के गर्न खोजेको? ऱ्यापिडली भयो कि एकदम सोरफाट। डेभलपमेन्टका इस्युहरू पनि त छ त। काम गर्नुपर्ने ठाउँहरू त अरू पनि छ त। अरू बनाउनु भत्काउनु भन्दा नि पहिले बनाउँदै गएर बिस्तारै यिनीहरूलाई विस्थापित गरेर होल्डिङ सेन्टरमा लाने, लगेर राख्ने, उनीहरूको लागि बनाएका भवनहरू प्रयोग गर्न लाउने, अनि बिस्तारै भत्काउन लाए त भइगयो नि। हुकुमवासीले बनाए भयो नि भत्काउन लायो भयो, सुकुम्बासीले बनाउन लायो भयो नि, बनाए भए पनि भत्काउन लायो भयो। तर यसरी यो जसरी राजमार्गहरू चाहिँ विस्तार गर्ने क्रममा व्यक्तिहरूलाई अप्ठ्यारो पर्ने गरी, जसरी यसरी सुकुम्बासीको नाममा बनेको संरचनाहरू भत्काउने खण्डमा यसरी विस्थापित गर्ने विषयमा चाहिँ एकदमै संवेदनशील हुनु पर्यो। तपाईँहरूले पनि संवेदनशील। बालेनलाई के सुझाव छ त? अब अहिलेको सबैभन्दा उनले नै सबैको नेतृत्व ठाडो निर्देशन दिइरहेको छ। युएन पार्क बन्नु भएन, बालेन पार्क बनाउँदा हुन्छ। बालेन हाम्रो मान्छे हो, हामी नै हो। हुन त ग्लोबल यो विश्व ब्रह्माण्डै हाम्रो हो। हुँदै गर्दाखेरि भावनामाथि खेलबाड हुनु भएन भन्ने मात्र त्यति हो। प्रत्येक व्यक्तिको, प्रत्येक यहाँ भएको चराचरको चाहिँ भावनामाथि खेलबाड हुनु भएन। यहाँ भएका कुकुर, यहाँ भएका चाहिँ स्थानीय चाहिँ बासिन्दा, यहाँ भएका हुकुमवासी, सुकुम्बासी, प्रत्येक कणमा चाहिँ हाम्रो लुकेका कुराहरूमा चाहिँ खेलबाड गर्नु भएन भन्ने मात्र अनुरोध हो। गरेको त नराम्रो त छैन, तर भावनामा तरिका मिलाएर गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले राखेको हो। अब यसरी हेर्नु त त्यसरी भत्काएर ड्याम लाएर त्यसरी एक्कासी आएर भत्काउँदाखेरि त मान्छे सोच्न पनि भ्याउँदैन नि। अब यसरी यो 3-4 तलाको बुवाले भन्नुभयो होइन, 2 तलाको घर बनाउनु अझै ऋण तिरेर भ्याइएको छैन, घर ढलिसक्यो। जीवनै ध्वस्त भयो। त्यो बनाउन दिनु गल्ती हो नि हिजोको दिनमा, होइन। त्यो अख्तियार प्राप्त हिजोको दिनमा कि अब तिनीहरूलाई कारबाही गरेर तिनीहरू सम्पत्तिबाट भर्ताल गर्न सक्छ त?